पत्ताउनु हुन्छ हुँदैन मलाई थाहा छैन। यहाँ सोसियल मिडियामा पनि आइरहेछ, पत्ताउनु हुन्छ हुँदैन। यो मान्छे टिएमसी बी टिम भन्दै थियो, देख्यो हामीलाई दमन अतिक्रमण गरेको यो अस्तिको हप्ता होइन नि, 3 साल भयो टेडेको छैनौँ हामी। एसपी होस् डिएम होस् काम बिगार्दैन, सरकारसँग किन डराउने। आज त्यो लान्छना छैन, अब कहाँबाट भन्ने। अब त्यो इलेक्सन आयो, इलेक्सन अब पोलिटिकल पार्टीको भएर एउटा आशा हुन्छ। भोट मागेको छुइनँ आजसम्म, र आशा हुन्छ नि त। त्यत्रो ब्रिज बनिँदैछ, के न कहाँ त्यो क्षेत्रको मान्छेको सहानुभूति छ होला भनेर एउटा आशा हुन्छ। भोट आयो, काउन्टिङ भयो, बिजेपीले 4000 भोट पायो। दामी हो, दामी 4000 ठिकै छ। भएको प्रमाणले 800-900 आयो, ठिकै छ। ब्रिज बनाउनेले चाहिँ कति पायो भन्दाखेरि 22 भोट मात्रै पायो, 22 भोट। अब त्यस्तै खाले भोटको लागि मात्रै भयो भने इलेक्सन त गयो। अब इलेक्सनको हावा तुर्यो, त्यो गाउँबाट बिहा तुरेको जतिकै सुनसान। केटाहरू जे छ पर्खिरहे, ठुल्ठुलो आश्वासन दियो, के पनि छैन। नि हाम्रो सोच विचारमा होइन, 22 भोट त के, एकै भोट पाओस्, त्यो ब्रिज बनाउनु पर्छ भनेर त्यो ब्रिज तुर्यो हामीले। यो सोच विचार, यो सोच विचार भोटको लागि होइन। यहाँ भाइहरूको यो पत्रहरू, यहाँ गाउँको पत्रहरू भोटको लागि होइन। दुःख छ, हामी खडा हुनु कोसिस गर्छौं। दुःख छ, हामी खडा, अन्याय छ, हामी बोल्नु खोज्छौं। सजिलो के हो भन त? सजिलो के? सजिलो घर घर बस्नु। लान्छना आउँछ। नेता भयो भने नेताहरूको विगतको इतिहास हेर्दाखेरि नेतालाई पत्ताउनै छोडेको छ दार्जिलिङ पहाडको मान्छेले। पक्का हो। नेताको आफू पनि नेतासँग त्यो संलग्न हुँदाखेरि यो पनि जुनै जोगी आयो के भन्छ, कान चिरेको होइन। छाती हनुमान जस्तो यसरी गरेर होइन, राम छ यहाँ भित्र भन्दाखेरि पनि होइन। यो पोलिटिसियन हो, यसले पैसाको लागि गरेको, यसले सिटको लागि गरेको। प्रभु, पैसाको लागि हो भने त चुपचाप घरमा बस्ने। आज जे बिक्री भयो मेरै, आज जे बिक्री भयो मेरै, आज जे बिक्री भयो मेरै। पोलिटिक्समा अगाडि आउँदाखेरि मेरो जीवन के गर्थे, आजको दिनमा के भोग्नु परिरहेछ। तर हाम्रो मान्छे, अन्य नेताले के भन्छ मलाई थाहा छ, भाइ हाम्रो मान्छे काम लाग्दैन। तर म भन्छु आज यहाँ तपाईहरुको गाउँबाट गोर्खा जातिको लागि ज्यान दिनु भनेको एउटा मौका हो। हाम्रो मान्छे राम्रो छ, हाम्रो मान्छेको लागि ज्यान दिनु पनि इट इज ओके। Our people are worth dying for. Our people, गोर्खा जाति is worth dying for. त्यसकै लागि हामी निक्लिरहेका छौं। 25 साल भयो सेवा गरेको, 25 साल कुनै सत्ता जितेनौ, कुनै जग्गामा पुगेनौ, तर 25 साल म 50 साल पुगे, 25 साल लागि परेको छु। विफल मात्रै भएको छु, तर पनि लागि परेको छु भने तपाईहरुले पनि बुझ्नु पर्यो। यो एक्टिङ होइन। एक्टिङ 1 महिना गर्नु सक्छ, एक्टिङ 1 साल गर्नु सक्छ। 25 साल हाम्रो जातिलाई माया गरेर निरन्तर भएको त्यो चाहिँ एक्टिङ होइन। हृदयबाट हामीले हाम्रो जातिलाई असाध्यै माया गर्छौं। दृश्य गुरुङ एउटा भ्लगर हो। उहाँले दृश्य भन्ने सानो 18 वर्षको नानी, उहाँले सोसियल मिडियामा बोलिरहन्छ।
फोन पनि गरिरहन्छ, फोन उठाउनु सक्दिन। तर अस्तिको दिन चाहिँ उठाए, घरमा थिए, अलिकति समय थियो। दृश्य के भयो भन्दाखेरि, सर हेर्नुहोस् न, मेरो आमा दिल्ली जाँदैछ, दिल्लीको कुन चाहिँ कोठीमा नानी हेर्ने काम पायो। अन्त राम्रो दृश्य होइन सर, मेरो बाबा जुन चाहिँ कमानमा काम गर्छ 220 मा, त्यो 220 300 रुपियाँ 350 रुपियाँ भएको बा बाबाको 9,000 10,000 भा मेरो आमा हामीबाट टाढिन्थेन। मेरो आमा हामीबाट टाढिन्थेन। म त ठिकै छु, ठुलो भयो, मेरो भाइ छ, आमाको जरुरी छ मेरो भाइलाई। तर दिल्ली कुनै कोठीमा काम गर्नु गइरहेको छ। यो हो हाम्रो व्यथा। यस्तो कथाहरू दृश्य जस्तो हरेक गाउँ हरेक जग्गामा छ। अन्त हामी अलिकति यसमा गम्भीरतामा अझ एडवर्ड्स आयो, लु बिमारी, बाटो, घर, एउटा मान्छेलाई कति चाहिँ 45 वटा समष्टि हो, कति चाहिँ गर्नु सक्छ त्यो पनि तपाईहरुले मनमा राख्नुहोस्। कोसिस छ। त्यो ग्लेनिसको दोकान त्यो बन्द गर्दाखेरि मलाई मेरो लागि के होइन, तर यो ब्रिज अब कुन चाहिँ आदिकल्चर कसरी गर्ने चिन्ता गर्छु। तर ग्लेनरिज बिक्री गर्नु पर्यो भने, घर जमिन बिक्री गर्नु पर्यो भने पनि तर गर्ने नै हो। यो तपाईहरुलाई जुन चाहिँ मैले भने पत्ताउनु हुन्छ हुँदैन मलाई थाहा छैन। यहाँ सोशल मिडियामा पनि आइरहेछ, पत्ताउनु हुन्छ हुँदैन। यो मान्छे टीएमसी बी टिम भन्दै थियो, देख्यो हामीलाई दमन अतिक्रमण गरेको यो अस्तिको हप्ता होइन नि, 3 साल भयो टेडेको छैनौं हामी। एसपी होस् डीएम होस् काम बिगार्दैन, सरकारसँग किन डराउने। आज त्यो लान्छना छैन, अब कहाँबाट भन्ने। अब त्यो अतिक्रमण भइरहेछ। धेरैले अन्य चीज भन्छ, तर म त्यही भन्छु, अन्तमा त्यही भन्छु। मदन तामाङ जिउँदो हुँदाखेरि गाउँ जान्थ्यो, ए यो घमण्डी, ए यो त्यो मर्दाखेरि हजारौं लाखौं मान्छे निक्ल्यो। सुकियादेखि माने भन्ज्याङ दार्जिलिङसम्म 1 लाख मान्छे मलामीमा आयो। काम लाग्दैन, मान्छे मरेपछि काम लाग्दैन। जिउँदो हुँदाखेरि सपोर्ट गर्नुपर्छ, विश्वास गर्नुपर्छ। 1 लाख मलामी के काम, 1 लाख मलामी के काम। तर तपाईहरुले विश्वास गरे कि यो अजय भाइ, यो अजय दाजु पक्का यो जाति र यो क्षेत्रलाई माया गर्ने, न त कि पोजिसन, पैसा, पावर, त्यो तपाईहरुले विश्वास, यो सानो गाउँबाट तपाईहरुले विश्वास गरे भने भोलिको दिनमा म तपाईहरुलाई कसम खाने छु, हामी त्यो जग्गामा पुग्छौं। तर हामी त्यो जग्गामा पुग्दाखेरि यहाँ जस्तो भ्रष्टाचार, यहाँ जस्तो भाइभतिजावाद, यहाँ जस्तो दमन नीति हामी गर्दैनौ। भोलिको दिन त्यो जग्गामा पुग्यो भने भरत भाइहरू जस्तो, भरत तामाङहरू जस्तो, अन्य जस्तो हाम्रै पार्टीको सदस्यहरू, हाम्रै पार्टीको नेताहरूलाई पनि आज जुन चाहिँ गर्दै यो बाटो ठिक छैन, यहाँ पैसा खायो त्यो खायो भन्ने यिनीहरूको टिमै हुनुपर्छ। अध्यक्ष म हो भने मैले काम बिगारेको छ भने मेरो पनि भण्डा फोहोर गर्नुपर्छ। अन्त मात्रै यो गोर्खा जाति माथि पुग्छ। नभो फेरि त्यही मालिकहरूसँग सेटिङ भयो, त्यही मालिकहरूसँग पैसा लायो भने त्यो गरिबलाई बारेको जस्तो गर्यो भने दृश्यको आमा दिल्लीबाट कहिले पनि फर्किँदैन। त्यही काम गर्नुपर्छ। यो चेन्ज गर्नुको लागि तपाईहरुको सहायता चाहिन्छ, तपाईहरुको विश्वास चाहिन्छ। त्यो विश्वास तपाईहरुले हामीलाई दिनु सक्नुभयो भने हामी असम्भव काम पनि गर्छौं। असम्भव मान्छेले नसोचेको काम पनि हामी गर्नु सक्छौं। तर विश्वास गरेन भने
विश्वास गरेन भने के पनि हुँदैन। लिडर हुनु सजिलो छैन, कठिन बाटो छ। तर यो जातिलाई त्यो ठिक जग्गामा पुर्याउनु पर्यो भने 8 इमान्दारिता, संकल्प, कुन दिन यो कुरा गरे, कुन दिन त्यो कुरा गरे, कुन दिन यो पार्टीसँग, कुन दिन त्यो पार्टीसँग, कुन दिन टिएमसीसँग, कुन दिन बीजेपीसँग, यो सबै गरे भने हामी कहिले पनि उँभो लाग्दैन। तपाईहरु यति दिनभरि पर्खेर हाम्रो लागि के काम गरेको छुइनँ, म के देखाउनु पनि सक्दिनँ तपाईँहरूलाई। तर एउटा विश्वासमा तपाईँहरू मेरो लागि प्रतीक्षा गरेर पर्खिदिनु भयो दिनभरि, त्यसकै लागि म आम हम्बल। म एकदमै तपाईँहरूलाई धन्यवाद। अनि आउँदो दिनहरूमा तपाईँ हामी मिलेर पक्कै गोर्खा जातिको उन्मुक्ति, गोर्खालाई वीर मात्रै होइन गोर्खाको पीर पनि हेर्दै माटो पनि नछोड्ने, बाटो पनि नछोड्ने भन्ने नारा हामीले अगाडि लानु सक्छौँ भन्दैमा जय गोर्खा, जय जनता, जय गोर्खा, जय जनता, जय गोर्खाल्यान्ड। धन्यवाद।